तपाई विदेशमा हुनुहुन्छ भने चाहिँ तपाईले पक्कै पनि सुन्नु भएको होला। यो हुन्डीको माध्यमबाट पैसा पठाउनु एकदमै गलत हो। हुन्डीबाट तपाईले पैसा पठाउनुहुन्छ भने तपाई जेल जान सक्नुहुन्छ। यो चाहिँ इलिगल छ भनेर तपाईले धेरै ठाउँमा सुन्नुभयो। आखिर यो हुन्डी भनेको के हो अनि हुन्डीबाट पैसा पठाउँदा हामी कसरी फस्न सक्छौं, यो चाहिँ हामीले यो भिडियोमा जान्नेछौं। हुन्डी भनेको चाहिँ विदेशबाट नेपालमा पैसा पठाउने एकदमै इलिगल तरिका हो, जसमा पैसा बैंक वा कानुनी माध्यम प्रयोग नगरी मानिस बीच एकदमै गोप्य तरिकाले पठाउने गरिन्छ। अब तपाईको मनमा एउटा प्रश्न आउन सक्छ, यो हुन्डीले काम चाहिँ कसरी गर्छ? पहिले चाहिँ मैले एकदमै सजिलो भाषामा बुझाउँछु है त। तपाई जापानमा हुनुहुन्छ, तपाईले नेपालमा परिवारलाई 1 लाख पठाउन चाहनुहुन्छ। तपाई जापानमै बसेको कुनै हुन्डी एजेन्टलाई पैसा दिनुहुन्छ। जस्तै जापानमा एजेन्टलाई 1 लाख येन दिनुभयो। एजेन्टले नेपालमा बसेको अर्को एजेन्टलाई मेसेज गर्छ, फलानालाई 1 लाख पठाइदेऊ। नेपालमा बसेको एजेन्टले तपाईको परिवारलाई क्यास वा खातामा डिपोजिट गरेर पैसा दिन्छ। हो, यो नै हुन्डी हो। अब तपाईले कुनै पनि मान्छेलाई सम्पर्क गरेर नेपालमा पैसा पठाउँदाखेरि यो चाहिँ कसरी इलिगल भयो भनेर मनमा एउटा प्रश्न आउन सक्छ। यो हुन्डीको माध्यमबाट पैसा पठाउनु एकदमै गलत हो, किनभने सरकारको नजरबाट पैसा लुक्छ, ट्याक्स पनि जाँदैन अनि कुनै रेकर्ड पनि बस्दैन। मनी लन्ड्रिङमा प्रयोग हुन्छ। मनी लन्ड्रिङ भनेको के हो भनेर मलाई सोध्नुहुन्छ भने चाहिँ मनी लन्ड्रिङ भनेको चाहिँ कुनै पनि गलत काम गरेर कमाएको पैसा हो। यसको बारेमा चाहिँ अर्को भिडियोमा एकदमै राम्रोसँग कुरा गरौँला। अब अर्को कुरा भनेको चाहिँ यो हुन्डी भनेको चाहिँ ठगी अनि अपराधी, मतलब ठग्ने अथवा अपराध गर्ने समूहहरूले चाहिँ प्रयोग गर्छन्। हुन्डी यति धेरै इलिगल हो, तर मान्छेले यसको प्रयोग चाहिँ किन गरिरहेका छन्? यो हुन्डीको प्रयोग यति धेरै किन भएको छ त्यो चाहिँ मैले आफ्नो इक्जाम्पल दिएर तपाईलाई बुझाउन चाहन्छु। जस्तै मैले जापानमा छु, जापानबाट नेपाल पैसा पठाउन अब मैले जापानी 1,10,000 येन 1,10,000 येन मैले पठाएँ भने नेपालमा 1 लाख पुग्छ। अब हुन्डीमा कस्तो हुन्छ भने चाहिँ मैले 1,03,000 1,04,000 बाट नै नेपालमा 1 लाख पठाउन सक्छु। फाइदा केमा भयो? हुन्डीमा भयो। अब मैले जापानको एकदमै लिगल तरिकाले पैसा पठाउँछु भने चाहिँ मलाई 1,10,000 लाग्छ, तर हुन्डीको प्रयोग गर्छु भने मैले 1,03,000 4,000 मै नेपालमा 1 लाख रुपैयाँ पठाउन सक्छु। फाइदा के भयो? हुन्डीमा भयो। त्यही भएर मैले हुन्डीको प्रयोग गर्छु, किनभने हुन्डीले एकदमै राम्रो रेट दिन्छ। र अर्को कुरा भनेको छिटो पैसा पुग्छ। अब यो मैले यो बैंकबाट पैसा पठाउँछु, अब आज पुग्ने हो कि भोलि पुग्ने हो कि 1 घण्टा लाग्ने हो कि 2 घण्टा लाग्ने हो थाहा हुँदैन। तर हुन्डीबाट चाहिँ एकदमै छिटो आफूले भनेकै समयमा पैसा पठाउन सकिन्छ, एकदमै छिटो हुन्छ। त्यही भएर यो हुन्डीको प्रयोग गरिन्छ। अब अर्को कुरा भनेको चाहिँ केवाइसी भेरिफिकेसन। यसको मतलब चाहिँ तपाईले हुन्डीको प्रयोग गर्न कुनै पनि कागज चाहिँदैन, आफ्नो डाटाहरू केही पनि दिनु पर्दैन। जस्तै तपाईले आफ्नो डकुमेन्टहरू केही पनि दिनु पर्दैन। अनि यो कुनै पनि मान्छेलाई गयो, पैसा दियो र त्यो पैसा नेपालमा पुग्यो, एकदमै सिम्पल हुन्छ। त्यही भएर पनि यो मान्छेले धेरै प्रयोग गर्छन् र यसमा सर्भिस चार्ज एकदमै कम लाग्छ। कुनै तपाई कुनै पनि ठाउँमा जानुहुन्छ नि पैसा पठाउन चाहनुहुन्छ भने चाहिँ कसैले 1000 लिन्छ, कसैले 2000 लिन्छ, तर यसमा चाहिँ एकदमै सस्तो हुन्छ। अब यसमा चाहिँ 200 300 500 मा नै तपाईले पैसा पठाउन सक्नुहुन्छ। सर्भिस चार्ज चाहिँ मात्र 200 300 भएपछि तपाईलाई त्यसैबाट पैसा पठाउन मन लागिहाल्छ। तपाई विदेशमा आउनु भएको छ, पैसा कमाउनु भएको छ र आफ्नो परिवारलाई पैसा पठाउन चाहन्छ भने चाहिँ तपाईले एकदमै मेहनत गरेर कमाएको पैसा हो, त्यतिकै इलिगल तरिकाले पठाएर आफ्नो परिवारलाई अथवा आफूलाई सङ्कट पार्ने काम चाहिँ नगर्नु होला। तपाईले पैसा पठाउँदै हुनुहुन्छ भने एकदमै राम्रोसँग बुझेर मात्र पैसा पठाउनु होला। चाहे त हुन्डी होस् चाहे क्रिप्टो होस्, जे कुराबाट पठाउँदा पनि खतरा हुन्छ। तर तपाईले खतरा आयो भने त्यो खतराको सामना कसरी गर्ने हो त्यो तयारी गरेर मात्र पैसा पठाउनु होला।